जय मसीह सबैजनाहरूलाई म आजका समयमा तपाईँहरूको बिचमा एउटा म सानो सानो मेरो एउटा जीवनको गवाही म तपाईँहरूको माझमा म राख्नेछु। जुन कुरा चाहिँ परमेश्वरले मेरो जीवनमा गर्नुभएको छ म त्यो कुरालाई तपाईँहरूको माझमा म राख्नेछु। 3-4 साल अगाडि मेरो जीवनमा यस्तो कुराहरू त्यो भएको थियो कि जुन कुराले चाहिँ मेरो जीवनमा साह्रै नै समस्याहरू आइरहेको थियो अनि मेरो पारिवारिक जो लाइफमा पनि मेरो धेरै समस्याहरू आएको थियो। त्यसले गर्दा म कतिचोटि म हार माने मैले आफ्नो जो लाइफमा मैले अनि मैले चाहिँ त्यो आशा खोएर मैले म यताउता म जाने थियो मान्छेहरूसँग म सोध्दै थियो कि म के गरौँ कसरी गरौँ भनेर। मलाई केही पनि कुराहरू मलाई थाहा थिएन। म मेरो त्यो साथीहरूलाई दाजुहरूलाई पनि अनि मेरो त्यो सरहरूलाई मेरो सर म्यामहरूलाई पनि मैले कतिचोटि मैले तिनीहरूलाई कुरा मैले भन्यो कि सर म यस्तो कुरामा सर म भएको छु। म अहिले मलाई थाहै छैन कि म कसरी त्यो कुराहरूलाई म राम्रोसँग म गरौँ भनेर यस्तो कुरा मैले आफ्नो सबैजनाहरूलाई मैले भनेको थियो। तर त्यो कुरा भनेर पनि तर केही पनि त्यो रिजल्ट मैले आफ्नो लाइफमा मैले देख्न पाएन। तर मैले चाहिँ एउटा दिन मैले हाम्रो त्यो कलेजको त्यो च्यापलमा जब त्यो प्रार्थना हुँदै थियो, अब त्यो बेलामा चाहिँ हाम्रो त्यो सरले चाहिँ एउटा कुरा जसमा चाहिँ एउटा त्यो कमिलाको बारेमा त्यसमा भन्यो कि कमिलाले कसरी त्यो मेहनत गर्छ आफ्नो जो लाइफमा, जब जो जीवनमा जो हार्ड्स जो टाइम हुन्छ त्यो बेलामा चाहिँ कसरी त्यसले मेहनत गरेर आफ्नो परिवारको लागि त्यो आउने जो ऋतुमा जब यस्तो समयमा जब केही कामहरू त्यो गर्न सक्दैन त्यो बेलामा चाहिँ कसरी जो एउटा त्यो राम्रो जीवनलाई जिउनु भनेर त्यस्तो कुराहरू जो सिकाउनु भएको थियो। अनि त्यो बेलामा चाहिँ मलाई साँच्चै भने परमेश्वरले मलाई एक अद्भुत तरिकाले मलाई छुयो। अनि मैले त्यही दिनदेखि मैले प्रार्थनामा अनि परमेश्वरको वचनमा परमेश्वरको अरू कुराहरूमा मैले जो टाइम स्पेन्ड गर्न मैले थालेँ। त्यहाँदेखि चाहिँ के भयो भने चाहिँ परमेश्वरले अचम्म तरिकाले मेरो जीवनदेखि त्यो सबै कुराहरूलाई जुन कुरामा म साह्रै निराश थियो, म हताश भएको थियो, मलाई थाहै थिएन कि म कसरी त्यो कुरामा म विजय हुँ भनेर। तर परमेश्वरले मलाई त्यो कुराहरूमा मलाई विजय दियो। अनि त्यहाँदेखि फेरि म एकदम आजाद भएर होइन स्वतन्त्र भयो म। अनि परमेश्वरले मलाई साँच्चै नै मलाई अद्भुत तरिकाले मेरो जीवनमा खुसी अनि शान्ति र आनन्द परमेश्वरले ल्याउनु भयो होइन। कतिचोटि मेरो लाइफमा यस्तो त्यो भएको थियो कि जब मैले आफ्नो कलेजको त्यो फिसहरू मलाई दिनुमा मलाई साह्रै गाह्रो भएको थियो। त्यो बेलामा पनि परमेश्वरले मलाई चाहिँ सिकायो कि कसरी यो बेलामा चाहिँ कि कसरी म प्रार्थनामा म समय बिताएर परमेश्वरको उपस्थितिमा म बसेर परमेश्वरसँग म मागौँ भनेर मलाई परमेश्वरले सिकायो। परमेश्वरले त्यो बेलामा मलाई त्यो घोडामा बस भनेर मलाई त्यो सिकायो। अनि त्यहाँदेखि मैले बिस्तारै त्यो कुरा मैले गर्दै जाँदा मैले चाहिँ परमेश्वरको अचम्म कार्यहरूलाई मैले आफ्नो जीवनमा मैले देख्न थालेँ। मेरो प्रिय, म आजको समयमा तपाईँलाई यही कुरा म भन्न चाहन्छु कि तपाईँ सबैजनाहरू चाहिँ जब तपाईँ चाहिँ परमेश्वरमा बढ्दै हुनुहुन्छ, तपाईँ परमेश्वरको हातलाई तपाईँ समातेर तपाईँ अगाडि तपाईँ सबैजना बढ्दै जानुहोस्। परमेश्वरले तपाईँहरूको हरेक कुराहरूलाई त्यो पुऱ्याइदिनुहुन्छ। म आशा गर्छु कि जो यो गवाहीले पनि तपाईँहरूको जीवनमा एउटा नयाँ आशा र जो नयाँ एउटा त्यो जोस परमेश्वरले तपाईँहरूको जीवनमा ल्याएको छ। मेरो प्रिय, जो यो गवाही मेरो जीवनको यस्तो गवाही हो जुन टाइममा म हार मानेको थिएँ, म निराश भएको थियो आफ्नो चिजहरूले गर्दा, म फ्यामिलीमा भएको सबै त्यो त्यो समस्याहरूले गर्दा म पुरा म टेन्सनमा थियो के गरौँ भनेर। तर चाहिँ त्यो बेलामा मलाई परमेश्वरले त्यो कमिलाले कसरी गर्छ त्यो कामहरू त्यसले कसरी त्यो कडी मेहनत त्यसले गर्छ त्यो कुरादेखि मलाई परमेश्वरले सिकाउनु भयो मलाई। अनि म आजको समयमा तपाईँ सबैजनाहरूलाई म भन्न चाहन्छु कि तपाईँहरू पनि त्यसै गरेर कडी मेहनत परमेश्वरमा मेहनत तपाईँहरू गर्नु।
प्रार्थनामा, वचनमा, सङ्गतिहरूमा तपाईँ पढ्दै जानुहोस्। परमेश्वरले तपाईँहरूको जीवनमा पनि अद्भुत चमत्कारहरू गर्नेछ। म आशा गर्छु कि जो यो गवाईले तपाईँहरूको जीवनमा एउटा नयाँ कुरा परमेश्वरले ल्याउनु भएको छ। सबैजनालाई जय मसीह।